नमस्कार, कोसीबारी अनलाइन टेलिभिजनमा तपाईहरुलाई स्वागत छ। म सस्मिता पाठक। सुरु गरौं आज दिनभरिका मुख्य समाचारबाट। गृह मन्त्रालयमा विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल भइरहेको छ। आइतबार गृह मन्त्रालय र नेपाल नीति अध्ययन प्रतिष्ठान बैठकमा विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार प्रदान गर्न विषयमा छलफल भएको हो। काठमाडौँ उपत्यकामा फोहोर व्यवस्थापन जटिल बनेपछि शहरी विकास मन्त्री कुलमान घिसिङले आज बन्चरे डाँडाको ल्यान्डफिल साइट अनुगमन गर्नु भएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन सिंहदरबार स्थित मन्त्रालयमा सरेका छन्। मन्त्रालयका अनुसार मन्त्री पुन आइतबारदेखि सिंहदरबारमा सरेका हुन्। निर्वाचन आयोगले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ नेतृत्वको सम संस्कृति पार्टीलाई दल दर्ताको प्रमाणपत्र प्रदान गरेको छ। प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगम, नेपाल एयरलाइन्स भित्रका व्यतिथि तत्काल अन्त्य गर्न निर्देशन दिनु भएको छ। पदयात्रा पर्वतारोहणका लागि नेपालको मुख्य पर्यटकीय सिजन मानिने अक्टोबर 2025 मा एक महिनामै 1,28,443 पर्यटक नेपाल भित्रिएका छन्, जुन अघिल्लो वर्ष सोही महिनाको तुलनामा 3.3% धेरै हो। अक्टोबर 2024 मा 1,24,391 पर्यटक आएका थिए। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष 2082-83 को 3 महिनामा रु 4 अर्ब 61 करोडको खाद्यान्न आयात गरिएको छ। धान, चामल, मकै, माल्ट लगायतका 16 वटा खाद्यान्न वस्तु आयात गरिएको हो। कास्कीको पोखरा स्थित फेवातालबाट 3 जनाको सकुशल उद्धार गरिएको छ। पोखरा महानगरपालिका 6 लेक साइड स्थित फेवातालमा आइतबार डुङ्गा पल्टिँदा डुबेका 3 जनाको नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेका छन्। हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ। शेयर बजार परिसूचक नेप्से आज 30.75 अङ्कले बढेर 2631.14 बिन्दुमा पुगेको छ। आज सबैसम्मको शेयर बढेकोमा फाइनेन्स समूहको शेयर 5.18, जीवन बीमा समूहको शेयर 4.35%ले उकालो लागेको हो। T20 अन्तर्राष्ट्रिय क्रिकेटमा भारतले घरेलु टोली अस्ट्रेलियालाई 5 विकेटले हराएको छ। अस्ट्रेलियाले दिएको 187 रनको लक्ष्य भारतले 18 ओभर 3 बलमा 5 विकेट गुमाएर भेटायो। भारतको वाशिङटन सुन्दरले नटआउट 41 रन बनाए। अस्ट्रेलियाको नाथन एलिसले 3 विकेट लिए। दर्शकबिन, तपाईहरुलाई आजको समाचार कस्तो लाग्यो त कमेन्ट बक्समा गई कमेन्ट गर्नुहोला। साथै हाम्रो च्यानललाई लाइक, फलो, कमेन्ट गरी हामीलाई प्रोत्साहन गर्न नभुल्नुहोला। धन्यवाद।